अन्यलमा छन् र साना र मझौला व्यवसायीहरू दबावमा छन्। तर यस्ता कठिन समयमा पनि निराश हुने होइन, सम्भावनाको खोजी अवसर सिर्जना गर्ने हो भन्ने मलाई लाग्दछ। विराट ट्रेड एक्सपो जस्ता कार्यक्रमहरू यही सोचको प्रतिफल हुन्। जब निजी क्षेत्र, स्थानीय सरकार र उपभोक्ता एउटै मञ्चमा भेटिन्छन् तब अर्थतन्त्र पुनर्जीवित हुने आधार तयार हुन्छ। यो प्रदर्शनी केवल स्टलको जमघट होइन, यो विचार, प्रविधि, उत्पादन र बजारको सङ्गम हो। नाकासँग जोडिएको विराटनगर दक्षिण एसियाकै महत्त्वपूर्ण व्यापारिक हबका रूपमा विकास हुन सक्छ भन्ने मैले ठानेको छु। उद्योगी व्यवसायलाई हौसला दिनको निमित्त सरकारले केही न केही गर्नुपर्छ भनेर अर्थ मन्त्रालय र नेपाल राष्ट्र ब्याङ्कले संयुक्त रूपमा नेपालको इतिहासमा पहिलो पटक योभन्दा अगाडिका सङ्कटमा यहाँहरूले याद गर्नुभएको भए कोभिड-19को बेलामा वित्त नीति सञ्चालन गर्ने अर्थ मन्त्रालय स्वस्थ भएर बस्यो, राहत पाउन सक्छ र मनोबल वृद्धि हुन सक्छ भनेर मौद्रिक निकाय र वित्तीय निकाय संयुक्त रूपमा बसेर र विकास नीति तर्जुमा गर्ने निकायहरू, बिमा सम्बन्धी निकायहरू संयुक्त रूपमा बसेर एउटा इन्टिग्रेटेड बिजनेस रिकभरी प्लान, एकीकृत व्यावसायिक पुनरुत्थान योजना घोषणा गरियो र त्यो घोषणा गर्दा निजी क्षेत्रले त्यस बेलामा म विराटनगर आउन पाएको थिइनँ त्यो बेलामा, किनभने समय ज्यादै कम थियो, छोटो समयमा ठुलो घोषणा गर्नुपर्थ्यो। त्यही भएर काठमाडौँमै भएका निजी क्षेत्रका केन्द्रीय स्तरका सङ्गठनका अध्यक्षज्यूहरूसँग, मित्रहरूसँग कुराकानी गरेर उहाँहरूले जे भन्नुभएको थियो त्यस्तै किसिमको हामीले पुनरुत्थान योजना लिएर आयौँ। त्यो योजनाले केही हदसम्म काम गर्यो, तर त्योभन्दा पनि बढी निजी क्षेत्र स्वयं घुँडा टकटक्याउँदै, खरानी टकटक्याउँदै माथि उठ्ने प्रयत्न गर्यो र मैले गएको करिब 25 दिनको अवधिमा नेपालको पश्चिमदेखि लिएर पूर्वसम्म, धनगढीदेखि लिएर विराटनगरसम्म आज 3-4वटा यस्ता महोत्सवमा प्रमुख अतिथि रूपमा भाग लिने मौका पाएको छु। नेपालको निजी क्षेत्रले देखाएको यो रेजिलियन्स, यो प्रतिरोध, जुन किसिमको शक्ति, प्रतिरक्षा शक्ति देखाएको छ, यो प्रशंसनीय छ। र यो प्रशंसा गरेर मात्रै म बस्न चाहन्न। निजी क्षेत्रलाई अनुकूल वातावरण तयार गर्नको निमित्त वर्तमान सरकारलाई प्राप्त म्यान्डेटको अधीनमा रहेर म के पनि भन्न चाहन्छु भने यो सरकारलाई असीमित म्यान्डेट छैन। एक त यो सरकारलाई त्यस्तो म्यान्डेट प्रयोग गर्नको निमित्त चाहिने संस्थाहरू छैनन् र त्यो प्रमुख संस्था भनेको संसद हो। कानुन संसदको अनुपस्थितिमा बन्न सक्दैन र त्यो बनाउन हुँदैन भन्ने मेरो लोकतान्त्रिक विश्वास हो। मैले अध्यादेशको आधारमा शासन चलाउन हुँदैन भनेर बोलिरहन्छु र त्यस्तो कुराहरूले लोकतन्त्रलाई बलियो बनाउँदैन र त्यो असल अभ्यास पनि होइन। त्यो गर्ने क्रममा एकातिर सीमित म्यान्डेट र अर्कोतिर संस्थागत कमी, संस्थागत अभावको सन्दर्भमा मैले सीमित घेराभित्र रहेर निजी क्षेत्रको आशा र यहाँ माननीय पर्यटन मन्त्रीजीले पनि यस क्षेत्रको पर्यटन विकासको सम्भावनाको सन्दर्भमा कतिपय एकदमै चित्त बुझ्ने कुराहरू गर्नुभयो। मैले पनि यो क्षेत्रको भूगोल पुरै 16 जिल्ला पैदल नै घुमेको छु र त्यो घुमेको सन्दर्भमा मैले पनि यो क्षेत्रको पर्यटकीय वैभव, दक्षिण एसियामा भारतपछि बायोस्फियर हुन लायकको एउटा मात्रै क्षेत्र यही कोशी प्रदेशमा छ। कञ्चनजङ्घा बायोस्फियर हुन लायक, विश्वव्यापी बायोस्फियरमा घोषणा गर्न सक्ने क्षेत्रको रूपमा त्यस्तो किसिमको जैविक सम्पदा भएको क्षेत्र यसमा छ। यो बाहेक अरू क्षेत्रमा हामीसँग इकोलोजिकल एरियाहरू होलान्, बायोडाइभर्सिटी भएका एरियाहरू होलान्, हाम्रा निकुञ्जहरू हामीले स्थापना गरेका छौँ। यस क्षेत्रको पर्यटनको सम्भावना र यस क्षेत्रको उद्योग व्यवसायको मागको सन्दर्भमा अर्थ मन्त्रालयको तर्फबाट र यहाँ वक्ताहरू सबैले आशा गरेको कुरा पनि गर्नुभयो। त्यो पुरा गर्ने सन्दर्भमा गएको 100 दिनको अवधिमा केही कामहरू गर्ने प्रयत्न गरिएको छ, सुधारका कामहरू गर्ने प्रयत्न गरिएको छ। ती सुधारका कामहरू एकातिर व्यवसायको लागत, उद्योगको लागत घटाउने दिशामा केन्द्रित छन् भने अर्कोतिर गएर लगानीको लागि अनुकूल वातावरण बनाउने दिशामा केन्द्रित छन्। आज पनि म यहाँ
आतिथ्यता प्रदान गर्नको निमित्त मात्रै आएको होइन, यसको अतिरिक्त मेरा अरू 2वटा कार्यक्रमहरू थिए। आज नेपालको इतिहासमा पहिलोपटक गाउँपालिका स्तरबाट हामीले करदातालाई प्रदान गर्नुपर्ने सेवाहरू गाउँपालिकाकै कर्मचारीहरूबाट गाउँपालिकाकै संयन्त्र प्रयोग गरेर करदाताले त्यो गाउँपालिकाभित्रका करदाताले प्यान नम्बर बनाउनको निमित्त, अन्तशुल्कको विवरण पेश गर्नको निमित्त, आयकर विवरण पेश गर्नको निमित्त र कर पर्स्योटको पत्र प्राप्त गर्नको निमित्त, ट्याक्स क्लियरेन्स प्राप्त गर्नको निमित्त विराटनगरसम्म आइपुग्नुपर्ने झमेलाबाट मुक्त गर्ने, करदाताको लागत र समय घटाउने र नगरपालिकाहरूलाई पनि उनीहरूको कराधार विस्तार गर्नको निमित्त पनि, किनभने एउटै प्यान नम्बर प्रयोग गरेर नगरपालिका र सङ्घीय सरकारले कर प्रशासन गरे भने नगरपालिकाहरूको पनि अथवा गाउँपालिकाहरूको पनि राजस्वको आधार विस्तार हुनसक्छ। करदाता को हो, उसले कस्तो व्यवसाय गर्छ भन्ने थाहा पाइसकेपछि थरीथरीका कर लगाएर करदातामाथि करको बोझ पनि थप्नु परेन। सीमित प्रयासबाट दुईटै निकायले, सङ्घीय निकायले पनि र गाउँपालिका स्वयंले पनि, कालान्तरमा पर्यटन मन्त्री यहीँ हुनुहुन्छ, पर्यटन प्रदेश सरकारले पनि त्यो अधिकार गाउँपालिकालाई हस्तान्तरण गरिदियो भने सङ्कलन त्यही हुन्छ, सेयरिङ चाहिँ त्यहीँबाट आफ्नो खातामा जान्छ। 2-4 महिनाको निमित्त देखाउनको निमित्त गरेको होइन र यो फुल अडिट पनि शङ्काको आधारमा गर्ने हो। हामीले तथ्याङ्क विश्लेषण गरेर हेरौँ फुल अडिट गर्दाखेरि सबैलाई अडिटमा ल्याउँदाखेरि कति प्रतिशतले राजस्व वृद्धि भएछ, अथवा व्यवसायले दुःख मात्रै पाए, बिचमा दलाल मात्रै मोटाए कि राजस्व पनि बढ्यो भनेर हेर्दाखेरि सिग्निफिकेन्ट अन्तर पनि सबै अनलाइन होस् भनेर फेसलेस अडिटमा र अनलाइन प्रणालीमा जाँदैछौँ। केही मुलुकमा गरिएको यो अभ्यास, असल अभ्यासलाई हामीले त्यहीँबाट नै सिधै गभर्मेन्ट टु गभर्मेन्ट किन्न सकिन्छ कि भनेर त्यस्तो मुलुकहरूको खास गरी इस्टोनिया, साउथ कोरियामा प्रयोग गरिएका अन्तर्राष्ट्रका प्रणालीहरू चाहिँ कम्प्युटर प्रणालीहरू राम्रो भएको हुनाले त्यसलाई पनि लिएर आएर हामीले अभ्यासमा ल्याउने। मैनावती स्टिल इन्डस्ट्रिज राष्ट्रिय निर्माणमा एक कदम अगाडि। Nepal's #1 adhesive brand Rachikol टास्छ, मज्जाले टास्छ।